मेरो जीवनको आश तमी हौ। क्या बयान गरौँ र बाआमा तम्रा बारेमा, क्या बयान गरौँ र बाआमा तम्रा बारेमा। मेरो लागि सबैभन्दा खास तमी हौ, मेरो जीवनको आश तमी हौ। बाआमा कसरी बयान गरौँ म तम्रा बारेमा। बयान गरौँ त कुनै शब्दकोशमा मैले शब्द भेटिन। तम्रा बारेमा बयान हते किन भन्या। म तम्री सानी छोरी, हिजो अस्ति जन्मियाकी। तम्रा अगाडि त म नानी बच्चा हौ। तैपन तमीलाई मेरा रहर, इच्छा, चाहना, खुसी पुरा गर्नका लागि त्यो विकट ठाउँ, त्यही गाउँबाट मैकिन सहर पुर्याएका छौ। मेरा इच्छा, रहर, चाहना पुरा गरिदिनका लागि भनिकन आफ्ना इच्छा सबै धरौटी राखेका छौ। कसरी कसरी बयान गरौँ म। खै बोलौँ भने शब्द नै बोल्नै सक्दिन। किन भन्या बाआमा। तमीकन अहिलेसम्म मेरा बारेमा सोध्दा सोध्दै मैकी मेरा भविष्यको लागि भनिकन दुःख हद्दा हद्दै तम्रा शरीरौना भयाको त्यो रगत बगत सकिसक्यो। तैपन यो उमेरसम्म पुग्दासम्म पन मैले एक शब्द पनि सोध्न सकेन कि बा आमा तम्रा रहर, इच्छा, चाहना अनि सपनाहरू के थिए, क्या छन् भनिकन मैले कहिल्यै पनि सोध्न सकेन। मै किन समय नभएको हो कि म नबुझ्ने भए क्यों त्यो मैले रहेन। तर बाआमा अहिलेसम्म मैले तमीकन तम्रा सपना क्या छन् भनिकन कहिल्यै सोध्न सकेन। तर अब बाचा हद्याछु कि तम्री छोरी अब व्यावहारिक भइसकेकी छ। अब तम्रा लागि सोच्न सक्ने भएकी छ। तमीलाई दिएको मैकन त्यो अमूल्य संस्कारले होला बाआमा वास्तवमा तम्रो महत्त्व क्या हो भनिकन बुझाएको छ। तमी छौ र त म छु भन्ने बनाएको छ बाआमा। सायद म यही सहरौनी जन्म्याकी भया मैकी तम्रो महत्त्व र तम्रो त्यो त्याग क्या हो भन्ने बुझ्ने छैन होला। किनभने अहिले म देख्छु 20-25 वर्षका छोराछोरीकन आफूले खाएको थाल धुन आउँदैन पो। बाआमा बिरामी भइकन सुत्याका भए पन त्यो छोराछोरीले कहिले सोध्न सक्दैन कि तमी काम अझ सक्दा छौ कि नै महरूलाई भन्न। बाआमाको दुःख के हो, सङ्घर्ष के हो बुझ्या छैनन्। त्यही भइकन म निकै खुसी र भाग्यमानी ठान्नु छु आफूकन। किनकि म गाउँ जन्म्याकी भइकन होला सायद आज यो मानवता नभएको यो सहरमा पनि मैले आफूकन बलियो बनाउन सकेकी छु। बाआमा टाढा भए पन म आफै केही गरिकन खान सक्छु भन्ने आफूमै हिम्मत बनाएकी छु। तम्री छोरी अब बाआमाको लागि बुझ्न सक्ने भएकी छ। आफ्नो पढाइ सबैकन बुझ्न सक्ने, चिन्न सक्ने भएकी छ। अब बाचा गर्छु बाआमा। हिजोको दिनमा तम्रा सपना, तम्रा चाहना के छिया भनिकन सोध्न नसक्ने म छोरी अब तम्रा सपना र इच्छा के छन् भनिकन सोध्न नसके पन महसुस गरिकन तम्रा सपना पुरा हिजोका दिनमा के थिए त्यो मैकन थाहा छैन। तर पन अब भनेका तम्रा सपना भनेका छोराछोरीका प्रगति हुन् मैकी थाहा छ। सबैका बाआमाकन आफ्ना छोराछोरीले आफ्नो शिर टाउको उच्च बनाइदियो, ठाडो ठड्याइदियो, आफू कोही मान्छेसँग निको बोलिदियो, मिठो बोली बोलिदियो भन्ने
सबैका बाआमाको चाहना त्यही हुनु छ। अब म त्यही चाहना र इच्छा पुरा गर्नेछु बाआमा, पुरा गर्नेछु। यही मेरो बाचा भए। धन्यवाद।